नेपाली क्रिकेट टिम र सम्पूर्ण समर्थकहरूका लागि एउटा ठूलो र खुशीको खबर आएको छ। भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका ठूला टोलीहरूसँग पुनः एकपटक भिड्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने अर्को सुनौलो अवसर नेपालले पाउने बाटो खुलेको छ। आजको भिडियोमा हामी एसीसी प्रिमियर कप कता हुनेछ र कुन टिम सहभागी हुनेछन् र नेपालले कुन देशसँग खेल्नेछ र कसरी नेपाल एसिया कप खेल्न सक्छ भन्ने सम्पूर्ण जानकारी गराउनेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। एसियन क्रिकेट काउन्सिल एसीसी ले एसिया कप छनौट एसीसी प्रिमियर कपको खेल तालिका र समूह सार्वजनिक गरेको छ र यसबीच नेपाली टोलीको 21 अगस्तदेखि अस्ट्रेलियामा टप एन्ड टप इन टी20 टुर्नामेन्ट र सेप्टेम्बर 6 मा न्युजिल्यान्ड एसँग 50 ओभरको खेल भए पनि नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप छनौटलाई मुख्य प्राथमिकतामा राख्न सक्छ र टप एन्ड टी20 मा नेपाल ए टोली मैदानमा उत्रिने बलियो सम्भावना छ। अस्ट्रेलियाको यो भ्रमण नेपाली युवा र उदीयमान खेलाडीहरूका लागि आफ्नो प्रतिभा देखाउने ठूलो अवसर हुनेछ। अर्कोतर्फ राष्ट्रिय टोलीका मुख्य खेलाडीहरू भने पूर्ण रूपमा एसिया कप छनौटको तयारीमा केन्द्रित हुनेछन्। यसपटकको एसीसी प्रिमियर कप अगस्त 30 देखि मलेसियामा आयोजना हुँदैछ। नेपाललाई समूह ए मा राखिएको छ। नेपाल सम्मिलित समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेका छन्। अर्को समूहमा भने यूएई, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्। यी दुवै समूहमा रहेका टोलीहरूले आपसमा प्रतिस्पर्धा गर्नेछन् र दुवै समूहका उत्कृष्ट 2 टोलीहरू सेमिफाइनलमा पुग्नेछन्। नेपाल रहेको समूह ए मा नेपाललाई मुख्य दावेदारका रूपमा हेरिएको छ। नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर 1 मा साउदी अरेबिया विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नेपालले समूह चरणका अन्य खेलहरूमा आयोजक मलेसिया, बहराइन र हङकङसँग खेल्नेछ। ग्रुप स्टेजमा नेपालका लागि सबैभन्दा बलियो र मुख्य प्रतिस्पर्धी टोली हङकङ हुनेछ। हङकङसँगको खेल नेपालका लागि निकै महत्त्वपूर्ण र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यदि नेपाल समूह विजेता वा उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गर्छ भने अर्को समूह बी मा रहेका नेपालका पुराना तथा मुख्य प्रतिद्वन्दी टोलीहरू यूएई र ओमानसँग भेट हुने निश्चित जस्तै छ। नेपालका लागि सबैभन्दा महत्त्वपूर्ण खेल सेमिफाइनल हुनेछ। सेमिफाइनलमा ओमान र यूएई मध्ये एकसँग भेट हुने सम्भावना उच्च छ। विगतका खेलहरूलाई हेर्ने हो भने यूएई र ओमान नेपालका लागि सधैँ कठिन प्रतिस्पर्धी साबित हुँदै आएका छन्। त्यसैले सेमिफाइनलको यात्रा नेपाली टोलीका लागि निकै चुनौतीपूर्ण र रोमाञ्चक हुनेछ। यदि नेपालले सेमिफाइनल जितेर फाइनलमा प्रवेश गरेर विजेता वा उपविजेता भएमा नेपालले 2027 मा बंगलादेशमा हुने ओडीआई एसिया कपमा स्थान बनाउने सुनौलो मौका नेपालको अगाडि छ। अघिल्लो संस्करणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै एसिया कपमा स्थान बनाएको थियो र भारत तथा पाकिस्तान जस्ता दिग्गज टोलीहरूसँग ऐतिहासिक खेल खेलेको थियो। पुनः एकपटक सोही इतिहास दोहोर्याउने र विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति जनाउने ऐतिहासिक अवसर नेपालको सामुन्ने आएको छ। के नेपालले एसिया कप छनौट एसीसी प्रिमियर कपको खेलमा उत्कृष्ट प्रदर्शन गरेर एसिया कपमा छनौट होला कि नै? आफ्नो विचार तल कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला।